हेलो गाइस, अब म चाहिँ बाँसुरी बजाएर सुत्न गइरहेछु गाइस है। अब अल्छी लागिरहेछ गाइस। आज म बाँसुरी केही बजाउँदिनँ। अब टक्क दिनभरि ड्युटी गरेछ, अब थकाइ लागेछ गाइस। अब मजाले सुत्ने हो। बाँसुरी बजाउने मुडै छैन गाइस। आज बाँसुरी कहिलेकाहीँ एकदम भित्री मनैबाट बजाउने मन लाग्छ गाइस। एकदम कुनै बेला हुन्छ नि यस्तो मनमा केही कुराहरू खेल्ने, केही अब पहिलाको एकदम बितेका घटनाहरू, बितेका पलहरू याद आयो भने चाहिँ बजाउन मन लाग्छ। नत्र भने गाइस त्यस्तै हो बजाउन, बाँसुरी बजाउन पनि त्यस्तै हो। यो बुढो हुँदै उमेर हुँदै गएपछि फेरि झ्याउ लाग्दो रहेछ क्या गाइस बाँसुरी बजाउनु पर्ने। छन् गाइस बाँसुरी पनि मैले काठमाडौँबाट मगाएको छु हो। बाँसुरी पनि छ, नबजाएको पनि होइन गाइस, पहिला बजाएको हो। तर अहिले चाहिँ लास्टै अल्छी लाग्न थाल्यो क्या गाइस। अब ड्युटी दिने, बाँसुरी बजाउने, सबै चिज गर्ने कहाँ भ्याउँछ गाइस, हुँदैन क्या। यो पनि एउटा लाइन हुन्छ। फेरि यहाँ बुढाहरूलाई, यहाँ सुत्ने बुढाहरूलाई डिस्टर्ब हुन्छ, अरू केटाहरूलाई डिस्टर्ब हुन्छ। आफूलाई मात्रै सोचेर के गर्ने, आफूलाई त बजाउनु मन छ। अब बजाउनु मन भए पनि के गर्ने गाइस, यस्तै छ है। हजुरहरूलाई के कस्तो छ त गाइस, प्रतिक्रिया दिनु होला। तर होइन प्रेम सर, तपाईँले बजाउनै पर्छ बाँसुरी, हामीलाई बजाएर सुनाउनुहोस् हो भने, भन्नुहुन्छ भने कुन धुन बजाउने, कुन गाना बजाउने, हजुरहरूले कमेन्टमा लेखिदिनु होला। म चट्ट बजाएर तपाईँहरूको लागि अपलोड गरिदिन्छु। र अनि अपलोड गरिसकेपछि प्रतिक्रिया दिनु होला। अनि प्रतिक्रियाको साथमा मिठो खालको कमेन्ट, अनि एउटा नराम्रो कमेन्ट नलेख्ने, मिठो कमेन्ट लेखिदिनु होला है त। यो परदेशी छोराको लागि एउटा मिठो कमेन्ट हजुरहरूको हातबाट है त गाइस। ओके गाइस है, यति भन्दै आजको लागि गुड नाइट भन्ने तर्फतिर लागिरहेको छु। सो हजुरहरूलाई कस्तो लाग्यो मैले भनेको कुराहरू, कस्तो लाग्छ के लाग्छ कमेन्टमा लेखिदिनु होला। बाँसुरी चाहिँ म सिक्दैछु गाइस, सिक्ने पनि प्रयास गर्दैछु। बाँसुरी पनि छ मसँग। यो हो गाइस एफ स्केलको है गाइस, यो एफ हो है। अनि अर्को छ गाइस डी सार, यो हो गाइस डी सार है। डी सार दामी छ बाँसुरी। एउटालाई 2000 हो गाइस, 2000 अनि 2000, यसलाई 2000, 4000 भयो। त्यो टोटल 4000। अरू पनि छ गाइस बाँसुरी मसँग। सो हजुरहरूलाई राम्रो लाग्छ भने बाँसुरी कसलाई मनपर्छ कमेन्टमा लेख्नु होला। म पक्का हजुरहरूलाई सुनाउँछु है त। ओके, थ्याङ्क यू भन्दै आजको लागि गुड नाइट भन्दै सबैको साथमा ओके, थ्याङ्क यू भन्दै गुड नाइट भन्दा ओके, बाई, गुड नाइट भन्न चाहन्छु है। त्यसै बाई, थ्याङ्क यू सो मच।